यसरी नै गुरुजनहरूले पनि सिकाउने गर्ने हुन्छन् होइन। रिम्पोचेजहरूले भयो, रिम्पोचे भयो, ठुला ठुला विद्वान महान गुरुजीहरूले सिकाउनुहुन्छ नि त होइन। अनि उहाँहरूको ज्ञान प्राप्त गर्नुभएको हुन्छ, शक्ति हुन्छ होइन। हामी जस्तोले चाहिँ अब त्यस्तो गर्नुपर्ने हुन्छ नि त होइन। लेट्स गो, म भित्र जाउँ कि यहाँ म त यहाँ आइपुगेको छैन, म तिमीहरूले सेसम्म चाहिँ आएको। सबैलाई नमस्कार है। हजुर नमस्कार। उभिङ खिच्ने गर्ने 8औं शताब्दीमा चाहिँ गुरु रिम्पोचे तिब्बत पुग्नु भएको रहेछ नि। अब त्योभन्दा अगाडि त विभिन्न ठाउँमा ध्यान तपस्या गर्ने कामहरू गर्नुभएको। अनि उहाँले चाहिँ यस्तो कामको लागि चाहिँ किन गर्नुभयो भन्दाखेरि सम्पूर्ण प्राणीहरूको दुःखलाई चाहिँ कसरी हटाउन सकिन्छ। सम्पूर्ण लोकभन्दा पनि 6 लोक रहेछ नि। मनुष्य लोक त पानी भयो, अब असुर लोक राक्षस लोक भयो, देवलोक देवताहरूको लोक भयो, त्यस्तै गरेर अब दुर्गति लोकहरू पशु लोक, त्यस पछाडि भारत हिमाचल प्रदेश त्यो समयमा चाहिँ सावर भन्ने थियो जो गुरु रिम्पोचेको समयमा। र त्यो देशको राजाको छोरी मन्दरा पनि उहाँकै जुन लक्ष्य थियो उहाँसँग सहमत हुनुहुन्थ्यो। उहाँ जस्तै ध्यान तपस्या गर्नुभएको, उहाँ सङ्गीकोले भेट हुनुभएको थियो हिमाञ्चलमै। र उहाँहरू ध्यान तपस्या गर्न गुरु रिम्पोचेसँगै महारथीका आउनुभएको। अनि त्यो समयमा महारथीकामा चाहिँ राक्षसहरूको वासस्थान, त्यसो हुँदा उहाँहरूलाई चाहिँ अप्ठ्यारो गाह्रो भएको हुनाले त्यो हिसाबले शान्त चाहिँ पार्नुभयो। शान्त पारिसके पछाडि ध्यानमा पनि बस्नु गुरु रिम्पोचे। मन्दर त यही हुनुहुन्थ्यो। महारथीकामा चाहिँ लक्ष्मण मन्दरलाई पनि लानुभयो र ध्यानमा रहनुभयो। जुन ध्यान चाहिँ 3 महिना 7 दिनको समयमा चाहिँ आयुको बुद्ध साङ्गे छेपामे चाहिँ प्रकट भएर चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरू दुईजनालाई चाहिँ अभिषेक दिनुभयो। र त्यो अभिषेकसँग सधैँ उहाँहरू सधैँको लागि चाहिँ मृत्यु र जन्मबाट मुक्त भएको अमरत्व अमर बन्नुभयो भनेर चाहिँ गुरु रिम्पोचेले नि भन्नुभएको। यो कुरा चाहिँ तिब्बती ग्रन्थहरूमा चाहिँ उल्लेख छ, धेरै ग्रन्थहरूमा उल्लेख छ, र विशेष गरेर पेमा काथाङको चाहिँ अन्तिम खण्डमा उल्लेख छ भनेर गुरुहरूले सुनाउनु भएको मलाई। तपाईँहरूले यही सुनाए र यस्तो ठाउँमा तपाईँहरू आइपुग्नु भएको छ। तपाईँहरूको पनि यो यात्रा, यो तीर्थयात्रा, यो दुःख, यो कष्ट गरेर चाहिँ आइपुग्नु भएको छ। यहाँहरूको चाहिँ पुण्य सञ्चय, पुण्य चाहिँ लाभ होस् र यो लाभले चाहिँ तपाईँहरूको चाहिँ मनोकामना पुरा होस्। हस्, नमस्कार है त तपाईँहरूलाई। हजुर हजुर, हाम्रो तपाईँहरूको गाइड हुनुहुन्छ।